जे दिए पनि सबै कुरो आफै खान सिक्ने, सिँगै चाहिने। अब यिनको आँखामा चाहिँ त्यो भुस्नुले टोकेर के हो एकदम फाटेर इन्फेक्सन जस्तो भइरहेको थियो। रातो भइरहेछ एकपट्टि, आफै खाइरहेछ सिँगै आँप। यस्तो रियाक्ट गरिरहेछ आम्मा, अलिअलि अमिलो रहेछ आँप चाहिँ। यसको चाहिँ लुगा फाटेछ, सिलाइ उत्रेर नि यस्तो बच्चाको लुगा धरी पनि च्यातिने एउटा समय आउँदो रहेछ। अब टाटा बाई बाई भन्ने बेला भयो होला यो ड्रेसले चाहिँ। अरूले खाँदेको नखाने हो, आफै खाने भनेर पुरा सिँगै आँप खाइरहेछ। र म्याङ्गो एकदम मनपर्छ। एकदमै खुसी, दाइजोले बोलाउँदै खाँदै गरिरहेछ। मेरो आँखा कस्तो पाक्यो कि के भयो एक्कासी सुतिरहेको बेलामा राति सुतेको राम्रो, बिहान उठाएर यस्तो पाकेर बस्यो। सायद यो सानो सानो किराले टोकेर हो कि त्यो केही परेर हो कि। मैले चाहिँ उसलाई ड्रप हालिदिएको छु अघि नै, अब फेरि अर्को ड्रप हाल्दाखेरि कस्तो हुन्छ भने र आँखै सानो ठुलो देखिरहेको छ बिचरा। बच्चा इज इन्जोय।